मास्टर्स अफ सोसल वर्कको प्लेसमेन्ट कहिले सुरु हुन्छ? यो फर्स्टमै हुन्छ कि लास्टमा हुन्छ भनेर सोध्नुभएको छ। फर्स्टली इट इज क्रुसियल टु अन्डरस्ट्यान्ड जति पनि स्टुडेन्टहरूले एक्रिडिटेड मास्टर अफ सोसल वर्क गर्नुहुन्छ, उहाँहरूले चाहिँ 500 आवर्सको 2वटा प्लेसमेन्ट गर्नुपर्ने हुन्छ, विच इज टोटल अफ 1000 आवर्स है। डिफ्रेन्ट टाइम जोनमा 2वटा प्लेसमेन्ट गर्नुपर्ने हुन्छ। अब कहिले सुरु हुन्छ भन्ने कुरा चाहिँ एउटा कुराले फरक पार्छ जस्तो लाग्छ। आई थिङ्क त्यस्तो फरक नि पार्दैन। तर तपाईँले चाहिँ सेमेस्टर बेस्डमा पढ्नुहुन्छ कि ट्राइमेस्टर बेसमा पढ्नुहुन्छ भन्ने कुरा चाहिँ हुन्छ। जति पनि मैले सेमेस्टर बेसमा पढेको साथीहरू देख्छु, उहाँहरूले चाहिँ अब मास्टर अफ सोसल वर्क भनेपछि 2 वर्षको कोर्स भयो। सो फर्स्ट इयरको लास्टमा फर्स्ट प्लेसमेन्ट अनि सेकेन्ड इयरको लास्टमा सेकेन्ड प्लेसमेन्ट गरिराख्नु भएको देख्छु। तर इन माई एक्सपिरियन्स मैले एक्याप युनिभर्सिटी कलेजबाट पढ्दै गर्दाखेरि हामीहरूको चाहिँ कस्तो हुन्छ भने थर्ड ट्राइमेस्टर र थर्ड ट्राइमेस्टरमा फर्स्ट प्लेसमेन्ट अनि सिक्स्थ ट्राइमेस्टरमा सेकेन्ड प्लेसमेन्ट हुन्छ। भनेको अब 6वटा नै ट्राइमेस्टर हो होइन, 6वटा ट्राइमेस्टरमा चाहिँ त्यो 2वटा ट्राइमेस्टर प्लेसमेन्ट हुने भयो। त्यो त अलमोस्ट सेमिस्टर बेस्डको जस्तै नै भयो। तर इन माई एक्सपिरियन्स के भएको थियो भने थर्ड ट्राइमेस्टरमा आई वाज सपोज टु डु फर्स्ट प्लेसमेन्ट, तर थर्ड ट्राइमेस्टरमा मैले फर्स्ट प्लेसमेन्ट पाइनँ। After that, I got my first placement on my 4th trimester, which means मैले चाहिँ 2वटै प्लेसमेन्ट सेकेन्ड इयरमा गर्ने भयो भनौँ न। सो अर्को कुरा चाहिँ के पनि हुन्छ भने तपाईँको फिक्स नै हुँदैन कि यदि चाहिँ जे होस् पक्का बुझ्न सकिन्छ कि फर्स्टमै प्लेसमेन्ट हुँदैन, पछि पछि नै हुन्छ। तर अब फर्स्ट इयरमै गर्न पाउनुहुन्छ कि अब 2टै प्लेसमेन्ट सेकेन्ड इयरमा हुन्छ भन्ने कुरा चाहिँ अब त्यो कलेजमा कति स्ट्रेन्थ छ, कलेजको क्यापेसिटी के कस्तो छ, एजेन्सीको एभाइलेबिलिटीहरू के कस्तो छ, धेरै कुराले चाहिँ फरक पार्छ। सो यही नै हो। थ्याङ्क यू।